आउँदो त्रिकोणात्मक टी20 श्रृङ्खलाका लागि नेपालको टिम घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ क्यानले शुक्रबार रोहित कुमार पौडेलको कप्तानीमा 16 सदस्यीय टोली घोषणा गरेको हो। हालै सम्पन्न लिग 2 अन्तर्गतको एक दिवसीय श्रृङ्खला खेलेको टोलीमा केही फेरबदल गरिएको छ। घोषित टोलीमा 3 नयाँ खेलाडी समावेश भएका छन्। यस्तै 2 खेलाडी चोटका कारण बाहिरिएका छन्। चोटका कारण अलराउन्डर द्वय सोमपाल कामी र गुलशन कुमार झा सिरिजबाट बाहिरिएका हुन्। उनीहरू बाहिरिँदा किरण ठगुन्ना, रूपेश सिंह र लोकेश बम टोलीमा भित्रिएका छन्। पहिलो पटक राष्ट्रिय टोलीमा परेका किरण मध्यक्रमका ब्याटर हुन्। उनले घरेलु क्रिकेटमा प्रभावशाली प्रदर्शन गर्दै आएको आधारमा स्थान बनाएका हुन्। रूपेश सिंह यसअघि हङकङमा सम्पन्न टी20 श्रृङ्खलामा पनि टोलीमा थिए, तर उनले खेल्ने अवसर भने पाएनन्। यसपल्ट भने रूपेशले राष्ट्रिय टोलीबाट डेब्यू गर्ने सम्भावना छ। उनले घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका छन्। त्यस्तै लोकेश बम नेपाली टी20 टोलीमा पहिलेदेखि नै समावेश हुँदै आएका युवा आक्रामक ब्याटर हुन्। उनी पार्ट टाइम बोलिङ पनि गर्छन्। नेपालले श्रृङ्खला अन्तर्गत आफ्नो पहिलो खेल 16 जुनमा नेदरल्यान्ड्स विरुद्ध खेल्नेछ। त्यसपछि नेपालले 17 जुनमा स्कटल्यान्ड तथा 19 जुनमा नेदरल्यान्ड्सको सामना गर्नेछ। सिरिजको अन्तिम खेलमा नेपालले 20 जुनमा स्कटल्यान्डसँग खेल्ने तालिका छ। स्कटल्यान्ड भ्रमण अन्तर्गत नै लिग 2 अन्तर्गतको एक दिवसीय श्रृङ्खलामा नेपालले 4 मध्ये 3 खेलमा जित निकाल्दै आत्मविश्वास अभिवृद्धि गर्यो। त्यस श्रृङ्खलामा प्रदर्शन गरेका अधिकांश खेलाडीलाई टी20 सिरिजमा निरन्तरता दिइएको छ। स्कटल्यान्डको घरेलु मैदानमा आयोजना हुने यो त्रिकोणात्मक श्रृङ्खला आगामी टी20 विश्वकप छनौटको तयारीका हिसाबले समेत महत्त्वपूर्ण मानिएको छ। आउँदो विश्वकप छनौट अक्टोबर पहिलो सातादेखि ओमानमा आयोजना हुँदैछ। बलिङ संयोजन, मध्यक्रम ब्याटिङको स्थायित्व र नयाँ खेलाडीको परीक्षणका दृष्टिले आसन्न टी20 श्रृङ्खलालाई नेपालका लागि रणनीतिक अवसरको रूपमा हेरिएको छ। टी20 सिरिजका लागि नेपालको टिम: रोहित कुमार पौडेल, कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्र सिंह ऐरी, लोकेश बम, किरण ठगुन्ना, रूपेश सिंह, करण केसी, सन्दीप लामिछाने, ललित नारायण राजवंशी, आरिफ शेख, भीम सार्की, रिजन ढकाल, अनिल कुमार शाह, बसिर अहमद र नन्दन यादव। आगामी दिनमा पनि नेपाली खेलकुद र खेलाडीसँग सम्बन्धित अपडेटका लागि कृपया स्पोर्ट्स इन नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्न पनि नबिर्सिनुहोला। धन्यवाद।